एभ्रिवान म चाहिँ पारीबाट आइसकेको छु है त। यार राम्रो डाँडा यार है, देख्न सक्नुहुन्छ तपाईँहरू है। कङ्कालीको डाँडा हो है त, कङ्कालीको मस्तीको डाँडा है। वाउ यार गाइस कमाल छ है त अहिले भ्यू चाहिँ है। तपाईँहरू नस्टै हेर्नु होला है त। ल गाइस अलिक माथि गएर हेर्नु है त फेरि है, कमेन्टमा म ट्याग युज गरिदिन्छु है। हेर्नु त गाइस यसरी छैन भनेर के गर्नु, हेर्नु त है त्यहाँ रगतै निकालिदियो है गाइस यसरी डाँडाले है। ल एभ्रिवान तपाईँहरू देख्न सक्नुहुन्छ कङ्काली डाँडा है, थाहा नै होला तपाईँहरूलाई। अनि अगाडि चाहिँ खतरा हरियाली भ्यू है त। ल त गाइस एभ्रिवान त्यहाँबाट अगाडिको है त, अलि अगाडि जाउँ न है हामी। अनि गाइस तपाईँहरूको शनिबार कस्तो भयो ट्याक्क कमेन्ट गर्नु है त। शनिबार हो नि त आज, ट्याक्क मेरो पनि छुट्टी हो। अनि अलिकति अब भनौँ न सानो भ्लग हेरिदिउँ भनेर है त। एभ्रिवान हेर्न सक्नुहुन्छ अगाडिको भ्यू। ल है त गाइस अच्छा छ है त, अच्छा। ल हेर्न सक्नुहुन्छ बादल पनि छैन है आज त, धुम्म हुन्थ्यो है। आज एकदम क्लिन छ है त गाइस। आजको भ्लग चाहिँ नछुटाइ हेर्न सक्नुहुन्छ तपाईँहरूले है। ल हामी अलिक पर जान्छौँ अनि भ्लग गर्छौँ है त। ल एभ्रिवान हेर्न सक्नुहुन्छ है भ्यू बवाल छ है त आजको। ल कति भन्ने है तपाईँहरूलाई। ल अब तपाईँहरू हेर्नु मात्र है। यहाँ घर बन्न लाएर चाहिँ तपाईँहरूलाई एउटा चिज देखाउन लाग्यो है त गाइस। कसलाई थाहा छ ट्याक्क कमेन्ट गर्नु है त। ल ल गाइस यो चाहिँ के हो है भनेर कमेन्ट गर्नु है मलाई। मलाई पनि थाहा भएन है के चिज रहेछ, घाँस हो कि के हो है। ल तपाईँहरू हेर्न सक्नुहुन्छ है हरियाली भ्यू। वाउ यार क्या दामी बादल देखा है। ल मेरो घरबाट अलिकति अगाडि हो है त यो यस्तो हरियाली भ्यू चाहिँ है। गाइस यहाँ एउटा झुप्रो रहेछ कसको हो है। तपाईँहरू रेड गुम्बा नि देख्न सक्नुहुन्छ आज क्लियर छ है त। रेड गुम्बा एभ्रिवान है ट्याक्क लाएर। ल गाइस हामी अलि अगाडि गएर भेट्छौँ है त तपाईँलाई। ल एभ्रिवान यहाँ हेर्न सक्नुहुन्छ दाइले त्यहाँ काट्नु भइरहेको है त, के काट्नु भइरहेको हो है ट्याक्क। अब ल हेर्नु सक्नुहुन्छ अगाडिको भ्यू है, घर बनिरहेको रहेछ है। ल गाइस हामी चाहिँ उ तल जान्छौँ है त, तल है। वहाँ पुगेपछि भेट्छौँ तपाईँहरूलाई है। सही छ यहाँको भ्यू है गाइस। मैले चाहिँ उठाएर ल्याइदिएको है, यो के हो टक्क कमेन्ट गर्नु है। ट्याक्क यस्तो दामी रहेछ है। सुक्न लागिरहेको रहेछ उठाएर लिएर आइदिएको है गाइस। ल तपाईँहरूलाई देखाउन मात्र है फेरि यहाँ हाम्रो दाइ बोक्दै हुन्छ है। ल एभ्रिवान हामी हेर्दै गरौँ है त, हामीसँगै हुनु है। ल एभ्रिवान आजको हरियाली भ्यू है त। ल ट्याक्क है तपाईँहरू देख्न सक्नुहुन्छ ककनी डाँडा पनि देखिरह है यहाँबाट, थोरै देखिरह है। यो आवाज चिक्केको होला भन्नुहुन्छ होला, त्यहाँ दाइले रुख काट्ने मेसिन चलाउनु भएर है त। ल एभ्रिवान यहाँ हेर्नु सक्नुहुन्छ पुरै बाँसघारी छ है। तपाईँहरू यता घुम्न आउने भए चाहिँ यो चाहिँ अब भनौँ न रामकोट भनिन्छ है यो ठाउँलाई चाहिँ। गाइस मलाई थाहा भए अनुसार पारी चाहिँ रामकोट हो है। अनि यहाँ चाहिँ खोइ के भनिन्छ है, ट्याक्क कमेन्ट गर्नु न तपाईँहरूले यसो भिडियो हेर्नु भएको भने है त, ट्याक्क कमेन्ट गर्नु। यस्तो छ है त आजको भ्यू। ल एक लट सट्टै हेरिदिउँ है त गाइस म्युजिकको साथ है त। ल
तपाईँहरूलाई सर्ट भिडियो देखाउँछु है। ट्याक्क अब नयाँ हुन्छ भने सब्सक्राइब गर्नु है, भाइलाई माया देखाइदिनु है, सबैजनाले माया देखाउनु भइरह, यसरी नै देखाउँदै जानु माया है सबैजनाले, त्यही भन्न चाहन्छु है। अनि अरू त के भन्ने है गाइस, आज शनिबार हो अनि त्यसैले यसो सर्ट एन्ड स्विट मिठो भ्लग बनाएको हो है। हाम्रो दाइहरूले काम गरिराख्नु भएको पछाडि हेर्न सक्नुहुन्छ है त गाइस। यो घरमा चाहिँ काम चलिरहेको रहेछ है। अनि म चाहिँ अब उ पारी जाने भनेको गाइस है, मुडै लागेन क्या अब होइन गाइस, तपाईँहरू बुझ्नु न होइन। ट्याक्क लाएर ल, यही थियो नयाँ सर्ट एन्ड स्विट भ्लग है। के गर्छ यार खासा खुसुक यार सम्म लाग्छ है त। ल गाइस, उहाँ डाँडामा एउटा आन्टी हुनुहुन्छ है, बादल पनि आज बबाल ब्युटिफुल, घाम हेर्न सक्नुहुन्छ त्यहाँ छ है, ब्युटिफुल एकदम हरियाली छ है त आज। एभ्रिवान देख्न सक्नुहुन्छ है, म चाहिँ आलुबारी आएको छु है त, आलु नै आलु छ है त यहाँ चाहिँ। ट्याक्क भनौँ न तपाईँहरूलाई आज म लामै भिडियो देखाउँछु है त गाइस। भनौँ न कति दिन भएको थियो भिडियो नआएको है, लङ भिडियो, अब चाहिँ बवाल भिडियो आउँछ है त। ल गाइस, वाचिङ दिस भिडियो माई भिडियो गाइस है। कहाँ मलाई मार्छ जस्तो यार मान्छेले, के छैन गाइस, मान्छेहरूले करायो भने पनि केही हुँदैन है गाइस। म फेरि तपाईँहरूको लागि चाहिँ भिडियो ल्याउँछु नै है त। तर के होइन मान्छेहरूको गाली खाएर के तपाईँहरूलाई भिडियो ल्याउनु है, तपाईँहरू बुझ्नु न ट्याक्क लाएर है गाइस। म चाहिँ जान्न भन्दा थिएँ है, पारी जानै पर्ने भयो क्या राम्रो भ्यू देखेँ क्या मैले है। ल गाइस हेर्दै गर्नु है। अनि मेरो मायालाई मैले सम्झिरहेको छु है त। ल हेर्न सक्नुहुन्छ चारैतिर भ्यू छ है त गाइस, यता पछाडि पनि पुरै टनेला खा है, हेर्न सक्नुहुन्छ तपाईँहरू। ल है त हामी पारी गएर भेटौँ है त गाइस। ल एभ्रिवान, म चाहिँ पारीबाट आइसकेको छु है त। क्या राम्रो डाँडा यार है, देख्न सक्नुहुन्छ तपाईँहरू है। यो चाहिँ कङ्कालीको डाँडा हो है त, कङ्कालीको पछाडिको डाँडा है। वाउ यार गाइस बब्बाल छ है त आजको भ्यू चाहिँ है, तपाईँहरू नछुट्याइ हेर्नु होला है त। ल गाइस अलि माथि गएर हेरौँ है त फेरि। ल एभ्रिवान हामी आइसकेका छौँ है त, माथि खतरा भ्यू देखिन् डाँडामा है। वाउ यार गाइस आज बबाल छ है त गाइस। होइन एक्साइटेडमा के भनिरहेको छु गाइस, त्यो मतलब नगर्नु है, भ्यू हेर्नु तपाईँहरू। वाउ है यस्तो हरियाली छ अनि गाइस है। ल एभ्रिवान दामी छ है त। ल आजको भिडियो बबाल आउँछ है त। ल बबाल आउँछ अनि तपाईँहरूलाई एउटा चिज देखाउनु पऱ्यो है त गाइस। यो चाहिँ मैले बारीभरि देखेँ है, के को लागि हो है थाहा भएन है, मैले दाइहरूसित पनि सोधे हो है। यो चाहिँ भाङ भन्ने हुँदो रहेछ है त, भाङ हो रहेछ है त गाइस। यो यसको अचार खान मिल्दो रहेछ है त। ल त्यही मलाई थाहा भयो। ल एभ्रिवान है, यताको भ्यू चट्ट हेर्नु है त, एक लड बब्बाल छ है त। क्या राम्रो देखेको क्या है हरियाली है। यहाँ चाहिँ हाम्रो बाबुहरू हुनुहुँदो रहेछ है। सब्सक्राइब गर, हेलो सब्सक्राइब है एभ्रिवान, सब्सक्राइब है, सब्सक्राइब गर्नु है, भिडियो बबाल आउँछ है त गाइज। ल कङ्काली डाँडा पनि देखिरहेछ है गाइज यहाँबाटै, यस्तो क्लियर त छैन। ल गाइज हामी पारी पुगेर भिडियो गर्छौँ है त फेरि। ल वहाँ पुगेर भिडियो गर्छौँ है त। ल तपाईँहरू सँगै बस्न सक्नुहुन्छ है त एभ्रिवान। एभ्रिवान म चाहिँ उताबाट आइरहेको थिएँ है, ट्याक आइरहेको थिएँ होइन, ठ्याक्क ऐँसुली देखिरहेको हेर्नु न, पाक्न लागिसकेको छ है त। दिस इज ब्युटिफुल ऐसेलु है त गाइज, दामी छ है। ल हेर्न सक्नुहुन्छ, क्यामेराले पनि खतरा देखायो त गाइज। ल गाइज यही थियो आजको भ्यू है, ट्याक लाएर हेर्न सक्नुहुन्छ तपाईँहरू। ल गाइज हामी चाहिँ ऊ माथि जान्छौँ है त, त्यहाँ माथि नै रहेछ ऐँसुलीको बोट, हेरिदिउँ न है ऐँसुली छ कि गाइज है, तपाईँहरूलाई देखाइदिउँ है।
ऐसेलु गाइज ओ गाइज यहाँ चाहिँ रहेछ है त ल हेर्न सक्नुहुन्छ ऐसेलु है अब म यस्तै टिप्छु है अनि अम्ना खान्छु यस्तै टिप्छु अम्ना खान्छु है गाइज यस्तै टिप्छु अम्ना खान्छु है त ल गाइज मौरीहरूलाई पनि राखिदिनु पर्छ है अलिअलि भिर मौरीहरू आउँछ है त ठ्याक्क है त एभ्री वान यहाँ नि रहेछ टक्क टिपेँ होइन सही रहेछ है त यहाँ हेर्न सक्नुहुन्छ है टिपेँ मैले टप्प खाइदिएँ ल गाइज एकदमै बवाल है भनौँ न बवाल हल्या रहेछ यार ऐसेलु है तपाईँहरू पनि वन जङ्गलमा गएर खान सक्नुहुन्छ अनि आजको भ्यू है त गाइज यस्तो बवाल छ है त अझै अलिअलि खाउँ न है देखेको जति है गाइज तपाईँहरू साथमै हुनु एउटै देखिन है यहाँनिर रहेछ फलेको रहन्छ है ल एभ्री वान कोले ऐसेलु खाने ट्यागको कमेन्ट गर्नु है कमेन्टमा म ट्यागको उस गरिदिन्छु है हेर्नु त गाइज ऐसेलु खानु भनेर के गर्नु हेर्नु त है ट्याट्टै रगतै निकालिदियो है गाइज ऐसेलुको काँडाले है रगतै निकालिदियो है ए तलतिर रहेछ यार यहाँ रहेछ एउटा है ल गाइज अनि तपाईँहरूलाई ऐसेलु कस्तो लाग्छ है ट्यागको कमेन्ट गर्नु है त ल अब मैले लगभग देखिनँ है ऐसेलु यहाँ यत्रो काट्यो यार घोप्दियो भने गाइज यार है घोपेर रगत निकालिदियो है ए नानीहरू आइरहेको दौडिँदै है त्यहाँदेखि दौडिरह आज बच्चाहरू शनिबार हो है गाइज आज हरियाली है त हाम्रो नानीहरू आइरहेको त यताबाट ऐसेलु खाना हो जस्तो लाग्यो मलाई है गाइज भए जति ऐसेलु मैले सिधाइदिनु जस्तो है गाइज हेर्न सक्नुहुन्छ क्या हरियाली ऐसेलु है ल गाइज अलिअलि भाइ बहिनीहरूलाई पनि राखिदिनु पऱ्यो त गाइज ल ल खाऊ धेरै भित्र चाहिँ नछिर यसले धेरै घोच्छ है हाम्रो बहिनीहरू खाँदैछ है त म चाहिँ यतै माथिबाट लाग्नुपर्छ जस्तो छ गाइज है बाटो ल गाइज माथि पुगेर भेटौँ है त हामी एक लट भ्यू हेर्नु अनि है त हरियाली भ्यू क्या है गाइज कहिले बिर्सिनु नसक्ने भ्यू है त ल यहाँ खाइरहेछ है त नानीहरूले ल एभ्री वान है यहाँ चाहिँ देख्न सक्नुहुन्छ ऐसेलुको बोट अनि मेरो हातमा चाहिँ ऐसेलु छ है त वाउ है गाइज बब्बाल ऐसेलु छ है त ल एभ्री वान सिजनको ऐसेलु है त दामी छ है ऐसेलुको बोट यता है गाइज ल एभ्री वान एकचोटि ऐसेलु फेरि राम्रोसितले हेर्नु है त म भ्यू यस्तो बवाल छ है गाइज यस्तो बवाल छ है भ्यू हेर्न सक्नुहुन्छ ऐसेलु अनि है गाइज ल क्या राम्रो छ है त गाइज ऐसेलु
ल गाइज है त आजको सर्ट भ्लग चाहिँ है यहीँ इन गर्नु जस्तो लाग्यो है त। यता चाहिँ धादिङ है, तपाईँहरूलाई भन्नै बिर्सेछु मैले, यो चाहिँ धादिङ हो है। बादल हेर्न सक्नुहुन्छ, यस्तो दामी है गाइज। आज जङ्गलको भाइबै छुट्टै है गाइज। जङ्गल त होइन, घरहरू पनि छ, तर यता चाहिँ जङ्गलै छ है। ल एभ्रिवान है, नयाँ हुन्छ भने ट्याक्क भिडियोलाई सब्सक्राइब गर्नु है, यस्तै राम्रो भिडियो आउँछ है। पुरानो हुन्छ भने ट्याक्क लाइक सेयर सब्सक्राइब गरेर जानु है त। सब्सक्राइब चाहिँ गर्नै पऱ्यो है त गाइज। ल सबैजनाले वाह हेर्नु त क्या दामी हिमाल देखिरहेको रहेछ है त। हेर्न सक्नुहुन्छ, अलिअलि देखिरह है, त्यस्तो क्लियर देखा छैन है गाइज। मेरो मोबाइलबाट त्यस्तो क्लियर आउँदैन, तर बबाल भइरहेको है त। ल एभ्रिवान है, यहीको आजको भिडियो गाइज। ऐसेलु टिप्न आएको है त। पिस एभ्रिवान है त।